नमस्ते 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 हिजो हामीले यहाँ मकै खन्दा खन्दै के गरौँ भयो अनि अब्जस लगाउने घरमा मकै खन्दाको भिडियो भनेर ख्यालमै बनाएको नाटक भनेर नाटकै बनाएको त होइन तर रमाइलो गरेर नाटक जस्तै भयो होइन हजुर अनि त्यसपछि हिजो पार्ट 1 भनेर राखेको थियो अब यो खनेर भ्याएको पार्ट 2 पनि बनाउनु पर्ला भनेर सोचेको तर हिजो म एकदम छुची भएको के मैले काम गर्दिनँ र बाबुजू गर्नुहुन्छ अनि त्यसमा चाहिँ आफूले काम नगर्ने अरूलाई काम अराउने भन्ने कमेन्टहरू नि आएन सबैलाई रमाइलो पनि लागेछ धेरैजना हाँसेर कमेन्ट गर्न नि सबैले माया गर्न अनि सबले गाली पनि गरे मलाई त कति छुची भइको खेतारा त्यस्तो भन्ने तिमी कति काम गर्ने खेतारा पनि भनेर मलाई गाली गरे हजुरहरूलाई के भने हामीलाई नि किन त्यस्तो अब्दुस लाउने कहाँ गऊ काम गर्न तिम्रो ठग्नी खाले त होइन है भन्थे सबैले होइन हामीले रमाइलोको लागि गरेको हो त्यस्तो गर्ने भए त हामीलाई बोलाउनु थिएन भन्यौँ हामीले जो गराउनुहोस् तपाईँले भनेर हामी चाहिँ सबै मिलेर गरौँ भनेर गराएको कहाँ त्यस्तो धुवाल त त्यस्तो नराम्रो रहने गराएको हामीले चाहिँ गरौँ भनेर हजुरहरूकै अनुमतिमा बनाएको नि होइन हो अनि त्यसपछि अब पार्ट 2 बनाउने कि नबनाउने यस्तो छुची भयो मलाई चाहिँ आफै के कति छुची भयो जस्तो लाग्यो त्यही पार्ट 2 बनाऊँ कि नबनाऊँ अब हजुरहरूले कमेन्ट गरिदिनुहोस् पार्ट 2 बनाउने अब हामीले साँझ फेरि पार्ट 2 बनाएर पोस्ट गर्छौँ अहिले भर्खरै खाना खाएर आएको आराम गर्ने टाइममा हामी यसो छलफल गरौँ न हिजोको विषयमा भने छलफल गर्दैछौँ भाउजूहरूले हामीलाई नाटक खेलाउनु भन्नुभएको थियो त्यही भएर कस्तो हुने रहेछ नाटकको महसुस गराएको कस्तो लाग्यो रमाइलो लाग्यो एकदम काम गरे जस्तो फिल पनि भएन नाटक पनि भयो दिन गएको उस भएन हामीलाई कतिले त अब मकै खन्दा पनि अब नाटक बनाउने अनि कहाँबाट भेन्छ त एउटा गरा भए उता नाटक बनाउने उता मकै खनाउने अनि एउटा गरा भए कहाँ भेन्छ पनि भन्नुभयो होला कि मलाई होइन भन्नु होला भन्ने त तर हामीले काम पनि गऱ्यौँ नाटक पनि बनायौँ रमाइलो पनि भयो थकाइ चाहिँ लागेन कि धोइ भएन हिजोको गरा अलि साह्रो पनि थियो आजको त नरम आजको धेरै खनिसक्यौँ आज बिहानभरिमा एउटा गरा भेन्छ अब हेरौँ जति सक्नुहुन्छ उहाँहरूले गर्नु हो बिचरा महिला दिदी बहिनी भएर नि यस्तो खन्ने काम गर्न अब पुरुष जति सबै विदेश जानुभयो के गर्ने होइन बिहान एउटा गरेर भए पनि त बेलुका एउटा गरेर भइहालिन्छ ल अब त्यो अब्जस सासूवाला अझै छुचीको रोल खेलेर पार्ट 2 निकाल्ने हो सबैजनाले कमेन्ट गरिदिनुहोस् है सबैले कमेन्ट लाइक सेयर सब्सक्राइब कि लास्टमा काट्दिनु यो त भयो काट्ने होइन कि यस्तै झन् हामी हाँसेको बोलेको गरौँ भनेको तर हजुर एकदम सिरियस हुनु कि यो विषयमा यहाँको हाँसो चाहिँ मलाई एकदम मनपर्छ भाउजू पनि भाउजूको अलिक सानो आवाज आउँछ तर उहाँले पनि राम्रो गर्नुहुन्छ अब ल हुन्छ भिडियो हेरेर कमेन्ट गरिदिनु होला त्यसपछि हामी साथै पार्ट 2 राख्छौँ बाई बाई काम नि गर्न पर्यो नि फेरि ल बाई